बाह्र भइरहेको छ होइन। तपाईँहरूलाई माथिबाट अघि लास जलाएको ठाउँ थियो, अझै पनि बाफ चाहिँ आइ नै रहेको छ यहाँनिर होइन। जे कुराको डर थियो त्यही कुरा भयो कि पशुपति त मलाई डर लाग्न थाल्यो। सो हजुरहरूले हेर्न सक्नुहुन्छ पुरै नै सुनसान छ क्या अहिलेको लागि चाहिँ। त्यही गरेर यताउता भन्छ भने पनि खाएरै मर्ने हो। त्यति धेरै सामान लिएर आयो यार, यसरी भूत आइदियो भनेदेखि चाहिँ मलाई तनाव छ, तेरो इच्छा यही होइन भनेर आयो भनेदेखि म कहीँ भाग्न सक्दिनँ यतापट्टि पनि। गाइज यार पिसाब चिलास लागिरहेको छ। सो आजको भिडियोमा म गर्नेवाला छु पुरा 12 घन्टा च्यालेन्ज यो घाटमा। कति अहिले यो चहल पहल देखिराख्नु भएको छ दिउँसो, त्यो अवश्य पनि राति हुँदैन, किनकि यो हो पशुपतिको काठमाडौँको एउटा मात्र सबैभन्दा ठुलो घाट आर्य घाट। टाइमिङ त हजुरहरूलाई देखाउनै पर्यो होइन। सो अहिले चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले स्टिल 5:11 गइरहेको छ। मेरो च्यालेन्ज चाहिँ अब भोलि बिहानको 5:12 चाहिँ सकिनेवाला छ र म बिहानसम्म यही घाटमा सर्भाइभ गर्छु। अब च्यालेन्ज स्टार्ट भइसकेपछि चाहिँ सबैभन्दा पहिला चाहिँ हामी होइन फर्स्ट सुरुमा चाहिँ पशुपतिनाथ घुमौँ होइन। अझै सो गाइज तपाईँहरूले चाहिँ सोच्दै हुनुहुन्छ होला होइन अहिले चाहिँ मेरो क्यामेरा चाहिँ कसले समातिरहेछ होइन, किनकि सर्भाइभ एक्लै गरिरहेको छु भन्ने चाहिँ सोच्दै हुनुहुन्छ भनेदेखि चाहिँ मेरो क्यामेराम्यान चाहिँ अहिलेको लागि है अहिले आरती हेर्नको लागि चाहिँ 2 जना आएका छन् होइन। अनि यिनीहरूलाई पनि बस भनेको तर नबस्नेले होइन, नबस्ने हो नबस्ने नै हो। नबस् रातिसम्म जाडोमा को बस्छ एक्लै? जाडो हुन्छ अरे अनि डढाउँछन् पनि। अनि मेरो भान्जा है, भान्जा चाहिँ सायद अब फकाएर चाहिँ मैले राख्न सक्छु है गाइज। त्यही नै हो, अब केटाहरू चाहिँ जान्छन् होइन। सो गाइज यो ठाउँमा आइसकेपछि चाहिँ मेरो मनमा चाहिँ छुट्टै छुट्टै प्रकारको ख्यालहरू आइरहेको थियो। के हुन्छ होला त पुरा नाइट अहिले त यस्तो छ भनेपछि यहाँनिर चाहिँ असर देखाउन थालिसक्यो चाहिँ निकै नै आइरहेको छ। अनि मलाई चाहिँ अहिलेदेखिबाट सर्भाइभ गर्नलाई भर्खरै 15 मिनट भयो, 15 मिनट नै मलाई गाह्रो। च्यालेन्ज सुरु भएको 15 मिनट भएको छैन, तर मलाई यहाँको यो धुवाँहरूले चाहिँ अलरेडी आँखा अनि त्यसपछि घाँटी खिर्याउन थालिसक्यो। सो यो धुवाँले चाहिँ मलाई निकै नै तनाव दिइरहेको थियो होइन। के हुने हो, मलाई चाहिँ होल नाइट यहीँ बस्नुपर्ने भएको कारणले गर्दाखेरि चाहिँ यो धुवाँमा चाहिँ आफूलाई बानी बनाउनु पर्ने थियो। सो त्यही भएको कारणले गर्दाखेरि चाहिँ मैले यहीँ नै बस्ने निदो गरेँ है त र सर्भाइभ गर्न थालेँ। सो अहिले चाहिँ अब आरती सुरु हुन लागेको छ। हजुरहरूले अवश्य पनि माथि हेर्न सक्नुहुन्छ मासतिर चाहिँ अब आरतीको तयारी हुँदै। आरती हुन्जेलसम्म त मान्छेहरू धेरै नै हुन्छन्। हामी आरती गर्ने ठाउँमा आइपुगिसकेका छौँ। अनि रात पनि पर्न लागि अब अरूसँग त बस्नको लागि केही पनि छैन यहाँनिर होइन, तर हामी त आज रातभरि बस्नेवाला छौँ नि त। त्यही भएर हामीभन्दा नि म चाहिँ बस्नेवाला छु। अहिले केटाहरू त गइ नै हाल्छन्। सो जति म यो च्यालेन्ज गर्नको लागि एक्साइटेड थिएँ, यहाँ आइसकेपछि जति रात पर्दै गयो मलाई त्यति नै डर लाग्दै गइरहेको थियो। किन एक त यो घाट हो जहाँ चाहिँ दिनदिनै मरेको मान्छेलाई ल्याएर जलाइने गरिन्छ। सो गाइज अहिले चाहिँ सायद बेलुका अनि त्यही माथि मन्दिरमा होइन अझ पशुपतिनाथमा चाहिँ यसरी आएर बस्दाखेरि चाहिँ निकै नै सुकुन मिलिरहेको छ क्या, किनकि मान्छेहरू चारैतिर छन्। तर राति 12 बजे त्यो घाटमा जाँदाखेरि चाहिँ त्यही पनि एक्लै के हुन्छ होला भनेर चाहिँ मलाई निकै नै अर्कोतिर डर पनि लाग्यो। र आरती चाहिँ बरु ढिलो होस् कि सकेसम्म ढिलो होस् होइन, मान्छे त जाँदैनन् नि त। यसो आरती सकेपछि सबै जान्छन्, यो ठाउँ सुनसान हुन्छ, म एक्लै। ल अब केटाहरू चाहिँ जान लागिरहेछन्, किनकि अब गाडी चाहिँ पाउँदैन नि त होइन। अनि टाढाबाट आएको छौँ किनकि अब आरती पनि झन्डै सकिसक्यो अनि अलरेडी 7 बज्न लाग्यो होइन। बाई गाइज, ल बाई बाई। सो यहाँबाटको यात्रा भनेपछि मेरो मात्र हो होइन। अनि किनकि अलरेडी केटाहरू चाहिँ गइसकेका छन् अनि आरती चाहिँ अझै पनि चलि नै रहेको छ। अनि झन्डै अब चाहिँ 7 बज्न लाग्यो। अनि यसो अब बस्ने ठाउँहरू पनि खोज्नु छ, त्यो पनि हेर्छु होइन। अनि त्यसपछि कहाँ बस्नको लागि अलिक सुटेबल अलिक सेफ छ त्यहाँ पनि। सो गाइज भर्खर तिनीहरू गइसकेपछि चाहिँ म फेरि यता घाट एरियापट्टि आएको छु होइन। अनि सो यहाँनिर चाहिँ अघिको भन्दा चाहिँ सबै सुनसान हुँदै गयो। टाइमको कुरा गर्नुहुन्छ भनेदेखि चाहिँ टाइम चाहिँ हेर्न सक्नुहुन्छ ठ्याक्कै 8:11 गयो होइन। अनि सो बिताउँदैछु टाइम। अनि सो पुरै हेर्न सक्नुहुन्छ अहिले चाहिँ पुरै सुनसान हुँदै गइरहेको छ। 8 बजे नै यस्तो छ भनेदेखि हेर्न सक्नुहुन्छ परसम्म चाहिँ कोही पनि छैनन् होइन, स्टिल मै मात्र छु। सो गाइज अब चाहिँ
चिसो पनि हुँदै गइरहेको छ होइन। अनि सो हेऱ्यौँ पनि अहिलेको अवस्था चाहिँ यस्तै नै छ, किनकि 12 बजे त अलरेडी यो पारी चाहिँ जानेवाला छु म होइन। 12 बजे गएर चाहिँ म जे होस् त्यतातिर हेर्नेछु, त्यतातिरको अवस्था चाहिँ देखाउने नै छु होइन। बट अहिलेको लागि चाहिँ मलाई अलिकति भोक लागिरहेछ होइन। अनि अब चाहिँ म चाहिँ कतै अलिकति चाहिँ बस्न मिल्ने ठाउँ, अलिकति जाडोबाट अलिक बच्ने ठाउँ होइन, किनकि अब यो खोलाको किनारमा त म स्टिल बस्न सक्दिनँ होइन। अब भन्नुहुन्छ भनेदेखि अर्को भिडियोमा चाहिँ यहीँ खोलाको किनारमा बसेर बना भन्नुहुन्छ भनेदेखि चाहिँ म बनाउँछु। तर यो भिडियोको लागि चाहिँ कतै अलिकति हुन्छ नि, अलिकति को लागि कुनै ठाउँ खोजौँ। अनि त्यसपछि अब यहाँ खाना पनि त अलिक अप्ठ्यारो हुन्छ नि त, किनकि यहीँ नै रास जलाइरहेको छ। अनि सो भोक पनि लागिरहेको छ, किनकि अब खाना खाने बेला पनि भइसक्यो, किनकि झन्डै मैले हजुरहरूलाई टाइम पनि देखाइ नै हालेँ कति बज्यो भनेर। अनि सो त्यही नै हो, अब कतै एउटा सेफ खालको त्यही मन्दिर ल्याउँ, अनि त्यसपछि त्यहीँ बसौँ, त्यहीँ के सामान लिएर आएको छौँ भनेर हेरौँ। अनि त्यसपछि सो 12 बजेपछि चाहिँ अनि त्यसपछि फेरि हामी यहाँ झर्छौँ है त गाइज। डर चाहिँ निकै नै लागिरहेको छ अहिले भन्दा पनि। 12-1 बजीतिर चाहिँ के हुन्छ भन्ने कुरा हो। अनि यस्तो ठाउँमा निन्द्रा लाग्छ कि लाग्दैन भन्ने कुरा हो कि गाइज। सो च्यालेन्ज लिएको छु भने पुरा त गर्नै पऱ्यो नि होइन। अनि सो च्यालेन्ज पुरा गर्नपट्टि लागौँ है त। सो गाइज मैले बस्नको लागि चाहिँ अलिक निकै नै राम्रो ठाउँ पाएँ होइन। अनि सो यहाँ चाहिँ लाइट पनि रहेछ, मेरो लागि चाहिँ प्लस पोइन्ट हो होइन। अनि सो यो ठाउँलाई हल्का सफा गर्छु म। अनि त्यसपछि अनि के सामान ल्याउँछौँ हामी, सामानहरू निकाल्छौँ। अनि केही खानेकुरा छ भनेदेखि हामी खान्छौँ पनि, र राति चाहिँ सकेसम्म हामी यहीँ बिताउँछौँ। अनि सो हजुरहरूले चाहिँ घाटमा बस्छ भन्नुभएको थियो नि त, सो घाट चाहिँ यहीँनिर छ चाहिँ। सो मसँग चाहिँ यहाँ ओछ्याउनको लागि चाहिँ एउटा म्याट्रेस थियो होइन। अनि सो म्याट्रेस भएको कारणले गर्दाखेरि मैले चाहिँ एउटा ओछ्याउनको लागि म्याट्रेसहरू राखिदिएको छु। यो अब जे होस् यहाँ बसौँ, भगवान्पट्टि केही छैन, भगवान्ले आशीर्वाद दिनुहुन्छ। भूत आउँदैन अवश्य पनि होइन, भूत आएछ भने नि भगवान् शिवजीको जय है त। सो मलाई डर चाहिँ के कुराको लागेको छ भन्दाखेरि यहाँनिर पल रहेछ होइन, यो पलबाट साप आयो भने अर्को तनाव हुन्छ कि। अनि अब चाहिँ म मेरो घरमा चाहिँ बसिसकेको छु होइन, किनकि अब अगाडि नै उठिसकेको थियौँ। अनि सो जे भए पनि डर पनि छ मनमा, अनि त्यसपछि सुकुन पनि छ कि लाइक मन्दिरमा म हेर्टी होइन, त्यो पनि हजुरहरूको लागि। अनि त्यही नै हो मेरो लागि खुसी कुरा भनेको होइन। हजुरहरू खुसी हुनुहुन्छ भनेदेखि म जे पनि गर्न तयारी छु कि, बट हजुरहरूले सपोर्ट चाहिँ गरिदिनु पऱ्यो। अनि त्यही नै हो मेन कुरा भनेको, सब्सक्राइब गरिदिनु होला। अनि त्यही नै हो। सो गाइज अब चाहिँ धेरै कुरा नगरौँ, किनकि मलाई भोक पनि लागिरहेछ होइन। अझै 8:30 पनि भइसक्यो। अनि मैले चाहिँ केही कुराहरू चाहिँ किनेर लिएर आएको छु, किनकि यहाँ मन्दिरतिर चाहिँ केही पकाएर खान मिल्दैन अभियसली पनि होइन। जहिले पनि रुल्स एन्ड रेगुलेसनको फलो गर्नुपर्छ। सो हामी चाहिँ फोहोर मैलाहरू पनि केही पनि गर्दैनौँ, हाम्रो प्राकृतिक सम्पदा हो होइन। अनि सो अर्को कुरा के भगवान् शिवजीको लाइक हाम्रो पशुपतिनाथको मन्दिर चाहिँ सिधा पछाडि छ क्या मेरो। हाई मलाई आज निन्द्रा लाग्छ लाग्दैन मलाई त्यो त थाहा छैन, बट डर पनि लागिरहेछ भित्रभित्रै। अनि एक्लै छु नि त, किनकि अब भूत आउला नआउला, बट अब अरू कुराहरू पनि हुन्छ नि त थुप्रै। अनि सो कुरा त गर्ने नै छौँ, कुरा त धेरै नै भइ पनि सकेको छ, बट अब मसँग के कुरा छ त म हजुरहरूलाई देखाउँछु है त। सो अब के छ त मैले बोकेको सामानहरू चाहिँ हामी हेर्ने नै छौँ है त। सो पहिलो कुरा चाहिँ मसँग चाहिँ 1 बोतल पानी छ होइन। यही पानीले नै मलाई चाहिँ ओभरअल पुरै सर्भाइभ गर्नु छ, पछि के हुन्छ मलाई थाहा छैन। सो त्यही भएको कारणले गर्दाखेरि मैले चाहिँ पानी बचाइरहेको छु। अनि युजली मैले चाहिँ धेरै पानीहरू चाहिँ पिउँदिनँ है, बट अब पिउनु पऱ्यो भनेदेखि छुट्टै कुरा भयो। अनि सो एउटा चाहिँ मसँग लाइट छ, इमर्जेन्सी लाइट हो, केही गरेर यतातिर बत्ती सत्ती बलेन भनेदेखि चाहिँ सेफ्टीको लागि मैले एउटा लाइट लिएर आएको। यो लाइट चाहिँ मैले पछि केही गरेर अन्धकार भयो भने चाहिँ चलाउनुहुन्छ भनेर लिएर आएको हो। अनि त्यसपछि अर्को कुरा छ मसँग यहाँनिर, हजुरहरूले हेर्न सक्नुहुन्छ यो सेल्फी स्टिक, केही गरेर यताउता भयो भनेदेखि अघि पनि मैले त्यहीबाट भिडियो खिचेको थिएँ। अनि अर्को यो त्यो ट्राइपोड हल्का फुल्का केही गर्नको लागि अड्याउनु पऱ्यो भने। अनि मैले अर्को मेन कुरा गाइज यो रुद्राक्ष बोकेर आएको छु होइन, केही गरेर भूत आइहाल्यो भनेदेखि म यसो जपेर बस्छु होइन। अभियसली पनि भूत त आउँदैन मलाई थाहा, त्यही पनि आइहाल्यो भनेदेखि केही त्यस्तो पऱ्यो भनेदेखि यो चाहिँ काम गर्छ। अनि अर्को छ मसँग यो चाहिँ यसो अब सेफ्टी फर्स्ट भने जस्तै, अब डर त लागिहाल्छ नि यार, एक्लै छु यार, त्यही भएर लिएर आएको छु होइन। अनि अर्को कुरा भनेको यो एउटा कपडा हो, अलिक चिसो भयो भनेदेखि लाउँछु म। अनि त्यसपछि अब यो पनि यसकै कस्ट्युम हो भन्दा पनि हुन्छ क्या यो सबै।
होइन। अनि अर्को कुरा छ मसँग यहाँनिर हजुरहरूले हेर्न सक्नुहुन्छ यो चार्जरहरू यताउता भयो। अनि यो चाहिँ है गाइज यो चाहिँ मफलर जस्तो हुन्छ अनि जाडो भयो भनेदेखि चाहिँ मुखमा पनि लाउन मिल्यो टाउकोमा पनि लाउन मिल्यो के यसले निकै काम गर्छ। अनि यो हजुरहरूले भित्र हेर्न सक्नुहुन्छ एउटा मन्डी छ मसँग के गरेर जाडो भयो भनेदेखि चाहिँ म त्यो ओढ्छु। अनि अर्को कुरा भनेको चार्जरहरू भयो अब यसलाई भित्र राखिदिउँ अनि त्यसपछि हामीले खानेकुरा के ल्याछौँ भनेर म तपाईँलाई देखाउँछु है त। सो पहिला यसलाई भित्र हालौँ त्यसपछि को कुरा त्यसपछि नै हुन्छ भनौँ न। अब चाहिँ गाइज कोही आएको जस्तो फिल लाग्छ कि मलाई यार किनकि यस्तो सुनसान छ नि त त्यही भएर अलिकति डर पनि लागिरहेको छ। सो यसलाई बाहिर निकाल्नु चाहिँ ठिक होइन। अहिले फेरि केही भयो भनेदेखि कसैले आएर उठ भन्यो भनेदेखि चाहिँ जानुपर्छ किनकि यो अब मन्दिर जस्तो ठाउँ हो होइन जे पनि हुनसक्छ बस्न दिने हो दिने होइन पर्मिसन मलाई ल्याएको छैन नि त। सो हेरौँ अब के हुन्छ होइन। अनि सो मेन कुरा भनेको चाहिँ गाइज अब यो चाहिँ तपाईँको मेरो चार्ज सक्यो भनेदेखि लिएर आएको अहिले चाहिँ 76% चार्ज छ त्यही पनि खासै सकिँदैन होला किनकि होल्ड राइड त गरिहाल्छ नि। अनि यो चाहिँ एउटा चस्मा पनि लिएर आएको छु मैले खानेकुराको लागि चाहिँ धेरै खासै केही पनि बोकिनँ किनकि अब यहाँ जङ्गल हो भनेदेखि त्यसो आगो सागो बालेर खान सकिन्थ्यो बट जङ्गल होइन नि त फेरि कतिवटा बाँदरले देख्यो भनेदेखि चाहिँ यहाँ फेरि मैले खान पाउँदिनँ त्यस्तो स्टिलको समस्या आउँछ यहाँनिर बाँदर त्यही माथि बसिरहेको छन् होइन। सो यहाँ चाहिँ बाँदरबाट नि बाँच्नु बचाउनु पर्छ होइन। अरूसँग चाहिँ के छ भन्दाखेरि दुईवटा चाउचाउ छ अनि त्यसपछि कपकेक 4वटा कपकेक लिएर आएको छु अनि 2-4वटा चक्लेट छ किनकि मलाई म पहिला खान्छु अनि हजुरहरूसँग भेट्छु है त। जे कुराको डर थियो त्यही कुरा भयो कि पशुपति आएको जस्तो फिल भइरहेछ यार। अब त मलाई डर लाग्न थाल्यो जे कुराको डर थियो त्यही भयो। यहाँ बत्ती गयो कि गाइज अघिसम्म उज्यालो थियो ओ गऱ्यो भने पनि मलाई डर लागिरहेछ यार गयो यार यहाँनिर गाइज आँसु यार मलाई लास्ट डर लागिरहेछ। अब चाहिँ मलाई डर लाग्न लाग्यो किनकि झ्याप्प बत्ती गइदियो कि खाँदै थिएँ होइन क्यामेरालाई सेटअप गराउँदै थिएँ 81 बत्ती गइदियो अनि लाइट पनि बलिरहेको छैन कि अब अघि तपाईँहरूलाई देखाउँदाखेरि बलिरहेको थियो अहिले लाइट पनि बलिरहेको छैन। लागेको कुरा पनि यहीँ छ गाइज हजुरहरूले स्टिल हेर्न सक्नुहुन्छ म बाइट लिएको थिएँ ठ्याक्कै बत्ती गयो कि च्यालेन्ज त मेरो लागि अब तनाव यो च्यालेन्ज चाहिँ मेरो लागि अब डेन्जर होला जस्तो छ होइन। तिर अन्धकार भइरहेको छ घाट एरिया हो बोला जस्तो फिल भइरहेछ। किन आएँ यार म यहाँ यार गाइज म चाहिँ तपाईँहरूलाई यता पारिपट्टिको सिन देखाइरहेको छु अहिले चाहिँ होइन। अनि स्टिल यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ त्यहाँ लास जलिरहेको छ एउटा होइन बट अरू केही देखेको छैन कि यहाँनिर। गाइज डर गयो भाडमा होइन खाना चाहिँ छोड्नु हुँदैन क्या गाइज त्यही गरेर यताउता भन्छ भने पनि खाएरै मर्ने हो कि यति धेरै सामान लिएर आयो यार। यसरी भूत आइदियो भनेदेखि चाहिँ मलाई तनाव छ तेरो इच्छा यही होइन भनेर आयो भनेदेखि आएको चाहिँ म कहीँ भाग्न सक्दिनँ। यतापट्टि पनि के भन्छ यतापट्टि जङ्गल छ उतापट्टि मन्दिरै छ उतापट्टि साइडमा अर्कोपट्टि घाट छ गाइज। तपाईँलाई मजाक लागिरहेको होला बट मलाई थाहा छ कि म एक्लै यति हो त्यसमा बसेर एक्लै बसिरहेको छु कतै खासाङ खुसुरुङ गऱ्यो भने पनि यस्तो बेलामा त गाइज सातो जान्छ मलाई टेन्सन भइसक्यो भनेको। एकछिनको लागि लाइट गएको थियो गाइज सातो गयो कि लिटरली मेरो त सातै गयो होइन। अनि मैले के सोचेँ मैले भनिरहेको थिएँ नि खाना चाहिँ छोड्नुहुन्न भनेर म त खाना थालेको गाइज बसेर आनन्दले खान लागेको बट लाइट आयो आनन्द भयो एकछिन चाहिँ मलाई भूतकै फिल गराएको थियो होइन। सो हल्का फुल्का ल्याएको खानेकुराहरू चाहिँ मैले खाएँ अनि त्यसपछि सो चाउचाउ चाहिँ त्यति सायद बेलुका भएको कारणले गर्दाखेरि होला मिठो लागिरहेको थिएन र मैले यसो सोचेँ कि अब चाहिँ घुमेर आउनुपर्छ भनेर। अनि सो अहिलेको लागि चाहिँ म यता
उकालो माथितिर जाँदैछु, जङ्गलतिर जाँदैछु। सो यो तपाईँहरूलाई चाहिँ यो जङ्गलको बारेमा चाहिँ केही कुरा भन्न चाहन्छु होइन। यो जङ्गलमा चाहिँ के छ भन्दाखेरि जब कोही व्रतमण्ड यताउता नगरिकन कोही बच्चाहरू मर्छ भनेदेखि चाहिँ हिन्दू धर्मअनुसार चाहिँ जलाइँदैन होइन। अनि सो त्यही नजलाउने भएको कारणले गर्दाखेरि चाहिँ यो जङ्गलमा चाहिँ ल्याएर गाडिने छ कि। अनि सो यो जङ्गल पनि एक हिसाबले चाहिँ हन्टेड नै छ होइन। सो यहाँभित्रबाट चाहिँ जङ्गल सुरु हुन्छ है। अनि यता चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ यो चाहिँ माथितिर जाने बाटो हो। अनि म चाहिँ अर्को भिडियोमा चाहिँ हजुरहरू भन्नुहुन्छ भनेदेखि चाहिँ यहाँभित्र गएर पनि म च्यालेन्ज गर्न चाहिँ रेडी छु गाइज होइन। तर अहिले चाहिँ मैले तपाईँहरूलाई अराउन्ड 10 बजीतिरको भ्यूहरू चाहिँ देखाउँदैछु। अनि मैले यो जङ्गलको बारेमा चाहिँ धेरै भनिराख्नु पर्दैन। सो सबैजना थाहा नै छ, मान्छेहरूको हिँडुल चाहिँ भइ नै रहेको छ होइन। तर अब त्यस्तै हो, धेरै माथितिर चाहिँ नजाउँ होला म चाहिँ, किनकि अब मेरो त खास गरी घाटोमै हो नि त आज चाहिँ। जस हजुरहरूलाई देखाउनको लागि चाहिँ म धेरै बोर भइरहेको थिएँ बसी होइन। अनि सो त्यही भएर चाहिँ आएको छु। अनि सो उतातिर चाहिँ घाटहरू चाहिँ हजुरहरूले हेर्न सक्नुहुन्छ। सो म चाहिँ यहाँ पनि च्यालेन्ज गर्न सक्छु होइन। तर हजुरहरूले यो भिडियोमा चाहिँ झन्डै 3000 लाइक अनि त्यसपछि 500 कमेन्ट आयो, पशुपतिको जङ्गलमा पनि च्यालेन्ज गर्नु पऱ्यो भनेर चाहिँ म अवश्य पनि यसको चाहिँ पार्ट 2 चाहिँ अवश्य पनि लिएर आउने नै छु होइन। सो म चाहिँ थोरै टाइम पास गर्नको लागि यहाँनिर भ्यू पोइन्टमा आएँ र यहाँ आइसकेपछि चाहिँ मैले थाहा पाएँ कि यहाँ चाहिँ 10 बजी से 12 बजीसम्म पनि कपल्सहरू बस्ने रहेछन् होइन। सबैतिर कपल्सहरू मात्र छन् गाइज होइन। मलाई चाहिँ अलिकति बोल्न पनि कस्तो अक्वर्ड लागिरहेको छ। अनि सो हामी मात्र हो कि सिङ्गल, को सिङ्गल हुनुहुन्छ यसो कमेन्ट आनौँ त। यहाँनिर हेर्न सक्नुहुन्छ होइन, पुरै सुनसान भइसकेको छ होइन। किनकि म चाहिँ हजुरहरूलाई देखाउनको लागि भनेर आइरहेको छु होइन। बट मलाई नै चाहिँ डर लागिरहेको छ किनकि सबै तिर चाहिँ सुनसान भइसकेको छ। अनि सो गाइज अहिलेसम्म चाहिँ केही भएको चाहिँ छैन होइन। किनकि घाट यहीँनिर नै छ अनि म पनि यहीँनिर नै छु होइन। अब स्टिल अझै म चाहिँ 12 बजीदेखि वेट गर्दैछु त्यहाँ जानको लागि। अवश्य पनि म जाने नै छु होइन। अनि लिटरली सुनसान चाहिँ निकै नै बढिरहेको छ होइन। अनि हल्का फुल्का डर पनि लागिरहेको छ के हुन्छ भनेर। बट बत्ती जाँदा चाहिँ सातो गएको थियो कि लिटरली म होइन। बत्ती गइहाल्यो, सबैतिर अन्धकार, उतातिर नि अन्धकार, यतातिर नि अन्धकार, फेरि बाँदर रहेछ के। अनि खासा खुसुक गरिरहेको थियो होइन। खराब गरिदिइराखेँ है। त्यसपछि त मलाई भूतको भन्दा पनि धेरै डर अब यहाँ बाँदरको लागि कति धेरै आएको हो कि। अब हेर्न यहाँ अब 4वटा आएको छ नि, यिनीहरूको झगडा पऱ्यो भनेदेखि फेरि लफडा हुन्छ फेरि यहाँनिर। यहाँ छिर्यो भनेदेखि फेरि तनाव छ कि। रमाइलो चल्दैछ। ओ यहाँ आयो त यो त बाँदर आएर चाहिँ मलाई टेन्सन दिइरहेको छ कि यार। अब यो स्टिकलाई स्टिक बनाएर तिनीहरूलाई थर्काएर बस्नु परिरहेको। अहिले आएर मलाई टोक्दियो भनेदेखि अर्को तनाव भयो। गाइज भूत हेर्न आएको बाँदर लगाउँदै बस्नुपर्ने त भने समस्या पो आउनु थाल्यो त यार। हो गाह्रो छ, बाँदरले ल्याङ गर्ने भयो। सो गाइज हजुरहरूले चाहिँ हेर्न सक्नुहुन्छ कति बज्न लाग्यो भनेर। गाइज अब धेरै बेरको तपाईँले प्रतीक्षा गर्नु पर्दैन। अब 11 मिनटको कुरा हो, त्यसपछि हामी जानेवाला छौँ त्यो सुनसान घाटमा जहाँ कोही मान्छे पनि हिँडिरहेको छैनन्। सो गाइज हजुरहरूले हेर्न सक्नुहुन्छ अहिले चाहिँ हाम्रो प्रतीक्षाको घडी चाहिँ सकिसकेको छ होइन। सो अहिले चाहिँ 12 बजिसकेको छ। अब चाहिँ म नेपाल टाइम राइट नाउ 12 AM ल ट्याक्कै 12 AM है गाइज हेर्न सक्नुहुन्छ। सो अब गुगलले भनेपछि त विश्वास गर्नुभयो होला नि त। सो अब हामी जान्छौँ त्यहाँ मसान घाटमा है त। वरिपरिको घाट हेर्न सक्नुहुन्छ सबै सुनसान छ। 1-2 जना मान्छेहरू चाहिँ जोस् यतैतिर बस्ने केटाहरू चाहिँ मात्र देखिरहेको छु होइन। अब सो म चाहिँ त्यहाँ जान्छु अनि म हेर्नेवाला छु के त्यहाँनिर चाहिँ भूत आउँछ भने चाहिँ म यहाँ घाटमा जहाँ चाहिँ अघि भर्खर लास जलाइरहेको थियो होइन, म चाहिँ त्यो एरियामा आइसकेको छु होइन। अहिले चाहिँ हल्का फुल्का पुरै एरिया सुनसान छ होइन। सो यहीँनिर पनि यस्तो छ। अनि सो स्टिल है म तपाईँहरूकै अगाडि चाहिँ अहिले तपाईँहरूलाई चाहिँ प्रुफ चाहिन्छ भनेदेखि चाहिँ होइन म अहिले तपाईँहरूलाई टाइम पनि देखाइदिन चाहेँ होइन। लिटरली यहाँनिर हेर्न सक्नुहुन्छ 12 बजेर 10 मिनट गयो।
सो अहिले अघि जहाँनेरि लास्ट जलेको थियो अहिले चाहिँ म त्यही ठाउँमा चाहिँ आइसकेको छु। अब लिटरली के हुने हो यताउता अझै पनि बाफ चाहिँ आइ नै रहेको छ यहाँनिर होइन। अनि सो 12 बजे राति म यहाँ स्टिल एक्लै बसिरहेको छु यत्रो ठुलो यहाँ त्यहाँ हेर्दै छु सबै एरिया सुनसान छ होइन। सो मेनली त्यही नै हो अब सबै हेर्न सक्नुहुन्छ सुनसान छ होइन। अहिले 12 बजे राति म यसरी च्यालेन्ज गरिरहेको छु जहाँ चाहिँ कोही पनि छैनन्। अघि चाहिँ म उतो माथि बसिरहेको थिएँ होइन। अहिले चाहिँ म 12 बजे है अघि यहीँनिर लास्ट थियो म अहिले यहीँ नै आइपुगेको छु। अघि भर्खर कपडा फेरेर राखेको कुराहरू पनि देखाएको छु। सो मलाई डर चाहिँ भूतको भन्दा नि गाइस कुकुरको लागिरहेको छ। ऊ यहाँनिर कुकुर बसिरहेको एकैचोटि घ्याङ गरेर टोक्न आयो भनेदेखि अर्को आपत आउँछ। सो म त्यता जान चाहिनँ। सो अब चाहिँ हामी अर्को घाटपट्टि जान्छौँ होइन। तपाईँलाई जुन अघि अगाडि देखाएको घाट थियो त्यो घाट पनि गएर देखाउँछु होइन। डर त अवश्य पनि लागि नै रहेको छ त्यही पनि तपाईँहरूको लागि भनेरै गर्दै नै छु यो सब होइन अवश्य पनि। सो म चाहिँ अर्को घाटतिर आएँ तर यो घाटमा चाहिँ अलि धेरै मान्छेहरू भएको कारणले गर्दाखेरि लास्ट पनि जलिरहेको थियो कन्टिन्यू नै, किनकि 12 बजे पनि लास्ट चलिरहेको थियो भनेपछि अभियसली पनि निकै नै भिड थियो। यो टाइड सुतै भएको कारणले गर्दाखेरि खासै, किनकि सबैजना आफ्नो टेन्सनमा छन् होइन। मान्छे बितेको कारणले गर्दाखेरि मैले भिडियो बनाउँदै हिँड्दाखेरि उनीहरूलाई गलत सन्देश जान सक्छ भनेर मैले यो ठाउँ चाहिँ छोडिदिएँ। सो अघि कस्तो थियो अनि अहिले कस्तो छ भनेर हजुरहरूले देखि नै हाल्नुभयो। यो चाहिँ अहिले झन्डै 12:30तिरको हजुरहरूलाई मैले देखाइरहेको छु पशुपतिमा 12:30 बजेतिर कस्तो छ भनेर होइन। सो आज चाहिँ अलिक धेरै लास रहेछ त्यस्तो उतो त छैन। अघि मैले उताबाट सिन सुट गरेको थिएँ अनि यता अर्को घाटपट्टि चाहिँ टोटल्ली सुनसान छ। यो घाटपट्टि चाहिँ अलिकति चहल पहल छ मान्छेहरू छन्। सो यो चाहिँ हो पशुपतिको मेन गेट अनि हेर्न सक्नुहुन्छ पुरै सुनसान, कोही छैन रातिको 12 बजे, लिटरली कोही पनि छैन कि यो एरियामा। ओएमजी गाइज, जय शम्भु भगवान्। गाइज अब चाहिँ लास्टै चिसो भयो है मलाई चाहिँ। सो हजुरहरूले हेर्न सक्नुहुन्छ पुरै नै सुनसान छ क्या अहिलेको लागि चाहिँ। मलाई चाहिँ लास्टै नै चिसो फिल भइरहेको छ गाइज। अनि सो म चाहिँ गएर सुत्छु अहिलेको ठाउँमा गएर, किनकि देखाइ नै हालेँ खासै केही त छैन होइन। बट अलिअलि डर चाहिँ लागिरहेछ अब बिचतिर दिउँसोतिर केही भयो रातितिर केही भयो भने छुट्टै कुरा भयो होइन। अनि सो म तपाईँहरूलाई चाहिँ भोलि बिहान चाहिँ सबै कुरा भन्छु। अहिले चाहिँ मलाई चिसो पनि भइरहेको छ अनि अघि त्यहाँ अर्को त्यो उतापट्टिको घाटमा गएपछि चाहिँ मलाई कस्तो कस्तो लास्टै टाउको दुखिरहेको कि लिटरली। मैले केही सोचेको त थिइनँ यस्तो हुन्छ होला भनेर। अब चिसोले हो अब त्यहाँ पुगेपछि दुख्न थालेको एक्कासी होइन। सो हजुरहरूलाई सेयर गरौँ नगरौँ भन्ने कुरा थियो। अब यो टोपी छ यो टोपी लाउँछु अनि त्यसपछि गएर म त्यहीँ गएर सुत्छु गाइज। अनि सो केही कुरा भेट्यो भने हजुरहरूलाई देखाउँछु है। सो गाइज अहिले चाहिँ म स्टिल पुरै घाट घुमेर आइहालेँ। कस्तो छ के रहेछ भनेर हजुरहरूले थाहा पाउनु भयो नि होला होइन। सो गाइज अहिले चाहिँ मलाई अलिक चिसो पनि भयो, यो पनि लगाएँ भर्खरै आएर होइन। अनि सो अब चाहिँ म गाइज यार अलरेडी 1:02 गइसक्यो गाइज। त्यही भएको कारणले गर्दाखेरि चाहिँ अब चाहिँ म सुत्छु गाइज यार, म सक्दिनँ अब चाहिँ म सक्दिनँ, मलाई निन्द्रा लागिरहेछ। सो मैले एउटा मन्डी लिएर आएको छु होइन, म मन्डी झिक्छु अनि त्यसपछि चाहिँ म सुत्छु। किन बट यो चिसोले गरेर होला बट निन्द्रा लागिरहेछ कि मलाई। अब यो म सक्दिनँ, मलाई टाउको पनि ओभर दुखिरहेछ त्यो घाट घुमेर आएपछि त लिटरली के भयो मलाई थाहा छैन। मेरो टाउको पनि ओभर हानिरहेको छ, म सर्भाइभ गर्न पनि म जसरी हुन्छ मेरो च्यालेन्ज कम्प्लिट गर्छु र म भोलि बिहान उठेर जान्छु है त गाइज। सो हेर्दै गर्नु होला, यसपछि पनि खतरा खतरा आउनेवाला छ। अनि त्यही नै हो, केही यताउता भयो भनेदेखि तपाईँहरू जिम्मेवारी हो है। तपाईँहरू मेरो ख्याल राख्नु त्यहाँनिर। अब म सुत्छु, म निन्द्रा लागिरह, अब म आनन्दले सुत्छु। सो यहाँ भिडियोलाई चाहिँ म टाइम ल्याम्पमा राखिदिन्छु है त।
निन्द्रा त लागिरहेको छैन तर 5 कतिखेर बज्छ के यार 5 कतिखेर बज्छ 3 बज्दैछ यार भूत त आएन होइन तर मलाई पिसाब्ची लाज लागिरहेको छ क्या यार अघि त्यही भएर मलाई यही टेन्सन थियो र मैले पानी कम खाइरहेको थिएँ होइन सो अलिकति पनि खाएन पानी त अलिकति थोरै अघि चाउचाउ त्यो अलिकति त भएर खाएको थिएँ त्यसपछि मैले पानी सानी केही खाएको थिएन बट मलाई यतिखेर कसरी आयो कि राति यार चिसो भयो यस्तो चिसो छ नि यार तल साँच्ची गाइज है गाइज हजुरहरूलाई चाहिँ म टाइम देखाउन पाएँ चाहिँ होइन टाइम चाहिँ हेर्न सक्नुहुन्छ 5:39 भइसक्यो गाइज गुड मर्निङ भन्न चाहेँ पशुपतिनाथबाट होइन सो अहिले चाहिँ अलरेडी बिहानको 5:40 गइसकेको छ मेरो च्यालेन्ज चाहिँ सकिसकेको छ किनकि मेरो 12बाट सुरु भएको थियो 12 घन्टाको च्यालेन्ज थियो अनि सो 5:12बाट सुरु भएको थियो अहिले 45 भयो बिहानको किनकि निन्द्रा चाहिँ अलिकति पछितिर आइसकेपछि चाहिँ निन्द्रा चाहिँ अलिकति धेरै नै लागिरहेको थियो अनि ट्राई त मैले सुत्नेलाई धेरै ट्राई गरेँ बट सुत्नै भनेर त्यो निदाउने चाहिँ मैले गरिनँ होइन किनकि एरिया अलिकति त्यो पनि छ अनि प्लस अर्को के छ भन्दाखेरि यो चिसो भुइँले गरेर ओभरै चिसो आइरहेको थियो सुत्न पनि निकै गाह्रो भइरहेको थियो बट के नै गर्न सकिन्छ र होइन सो अब चाहिँ मेरो टाइम सकिसकेको छ त्यही भएको कारणले गर्दाखेरि म चाहिँ अब यहाँबाट निस्किन्छु अब चाहिँ म बाहिरतिर जान्छु अनि सो एकछिन ध्यान गर्छु त्यसपछि अनि म निक्लिन्छु सो हजुरहरूले च्यानलमा सब्सक्राइब गरिदिनु भएको छैन भने सब्सक्राइब चाहिँ गरिदिनु होला होइन अलरेडी पनि सो गाइज त्यही नै हो सो यसपछि म यसो उज्यालो हुन्छ कि भनेर वेट गर्न थालेँ तर 6 बजिसकेको थियो उज्यालो भएन त्यसपछि म होप यु गाइज इन्जोय दिस भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब टु माई च्यानल डोन्ट फर्गट होइन जस्तो छ यो भिडियोमा मैले त्यस्तै देखाउने ट्राई गरेको छु होइन सो पुरा रात चाहिँ मैले अब यहीँ नै गुजारिसकेको छु त्यो घाटमा होइन घाटको वरिपरि नै गुजारिसकेको छु 12 बजी राति गएर पनि मैले तपाईँहरूलाई देखाएँ कस्तो छ के छ भनेर सो मेरो हिसाबले चाहिँ होइन मलाई यो च्यालेन्जले चाहिँ अरू च्यालेन्ज गर्नको लागि अझै धेरै मद्दत पनि गर्नेवाला छ अनि सो मेरो चाहिँ यो फर्स्ट टाइमै थियो किनकि म यसरी बाहिर बसेको होइन सो थ्याङ्क यू सो मच फर वाचिङ सो अहिले चाहिँ 6:16 गएको छ अनि म चाहिँ मेन रोडमा आइसकेँ गाइज अब चाहिँ म गाडी लिन्छु अनि सो निस्किन्छु किनकि निन्द्रा पनि पुराको छैन सो होप यु गाइज इन्जोय दिस भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब